सन्चै हुनुहुन्छ? अनि मेरो युट्युब च्यानल छ होइन, मेरो युट्युब च्यानलको नाम चाहिँ गाई लाग्छ। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि नेपाल घर कहाँ पऱ्यो हजुरको सानो परिचय दिनु न। मेरो हजुर हजुर मेरो चाहिँ काशीको साथमा देउराली। म चाहिँ दुबईमा बसेको लगभग अहिले 20 वर्ष जति भइसक्यो। 20 वर्ष दुबई हजुर अनि दुबईमा यस्तै हो सर, अब सानोतिनो काम गरी बस्ने है। बिजनेस गर्नुहुन्छ? होइन यहाँ मैले चाहिँ कम्पनीको इम्प्लोइमेन्टमा काम गर्छु। फ्लेभर डेभलप गर्ने काम गर्छु। अरू अब त्यो कम्पनीमा अहिले 20 वर्ष जति भइसक्यो। अब सेलरी ठिकै छ, आफूलाई खानुपर्छ, अब राम्रै छ भनौँ। यहाँ मल्टिनेसनल कम्पनी हजुर। सरी पैसा तपाईँले मलाई सोध्नु भएको म तपाईँ सोध्छु। किन तपाईँ दुबई बसेको चाहिँ 20 वर्ष भयो? हजुर म त नयाँ हो। हजुर 20 वर्ष बस्दै गर्दाखेरि दुबईमा तपाईँले के पाउनुभयो, फ्यामिलीलाई के दिनुभयो? अब दुबईमा हेर्नुहोस्, अब दुबईमा बस्दाखेरि अब यहाँको वातावरणहरू नेपालको भन्दा धेरै राम्रो छ। वातावरण राम्रो छ। निर्वाह गर्नको लागि त्यही भएर चाहिँ म अब मेरो लाइफ चाहिँ अब दुबईमै अब जति जेलसम्म काम गर्न सक्छु यही कम्पनीमा काम गरेर नेपाल जाने गरेको छु। ओके, म चाहिँ एउटा क्वेसन गर्छु, किनभने म यहाँ नयाँ हो। म केही सिक्नु छ, म केही सिक्नु छ नि त। दुबईमा चाहिँ म जस्तो नयाँ मान्छेले के गर्दा ठिक हुन्छ? अब हजुर अब कुन भिसामा आउनुभएको पहिला होइन? मैले हजुरलाई कुरा काटेँ, नेपालमा राम्रो बिजनेस गरेँ मान्छे। ए बिजनेसमा हजुर नेपालको हजुरको युट्युब देखेर पछि पनि सबैजना मान्छेहरूले के सोच्नुहुन्छ भने युवराज चाहिँ फेरि दुबईमा छ र भनेर सोच्नुहुन्छ। के भन्दा म दुर्मु सुन्तली नमुना बस्ती होइन, अनि तपाईँको गएर चाहिँ दुर्मु सुन्तली फाउन्डेसन सबैमा चाहिँ म आबद्ध भएर काम गरेँ मान्छे। समाजसेवा पनि गरेँ होइन। हजुर हजुर। तर चाहिँ म दुबईमा इमर्जेन्सी आउनुपर्ने कारण चाहिँ आउँछ नि, कोरोना, दुनियाँभरको नेपालको राजनीतिक परिस्थिति, इभन धेरै कुरा आउँछ। त्यसले गर्दा चाहिँ म दुबईमा आउनुपर्ने कन्डिसन भयो। मलाई के लाग्छ भने मलाई यहाँ कोही कुनै पनि गाइडनेस भएन। गाइडनेस हुन्छ नि, मलाई कसरी गाइड गरोस् कि तपाईँ जस्तो मान्छे दुबई आउनु भएको छ, तर पनि तपाईँलाई चाहिँ मैले यो गर्न सक्छु भन्ने मान्छे मैले भेटिनँ। किन म जस्तो मान्छे त यति हराएर आएको छु भने, अनि तपाईँको चाहिँ तपाईँ हामीभन्दा पछाडिका मान्छेहरू, दुःख पाइरहेको मान्छेहरू होइन, 1 लाख रुपियाँ खोजेर अनि यहाँनिर नोकरी खोज्न आएको मान्छेको हालत के होला? अनि मैले चाहिँ अब हजुरलाई के भन्न चाहन्छु भने अब हजुर अब नेपालमा बिजनेस गरेर त्यत्रो सामाजिक कामहरू गरेर बिजनेस गरेर आउनुभएको मान्छे अब दुबईमा अब धेरै बिजनेसहरू छ हेर्नुहोस्। हजुरसित बिजनेसको अब एक्सपिरियन्स पनि छ। अब यहाँ चाहिँ अब एक दिन चाहिँ अब दाजुभाइ बसेर म यहाँको बिजनेस प्लानहरू अब हजुरलाई के काम गर्दाखेरि मैले जानेको कुराहरू सब सिकाउँछु। त्यसमा चाहिँ के हुन्छ भने अब मैले चाहिँ अब यहाँको अब बिजनेसमा अब होटल लाइनतिर अब समुद्रमा धेरै अब मान्छेहरू विदेशी मान्छेहरू यहाँ घुम्नको लागि चाहिँ दुबई आउँछ। होटलमा सिप्स ग्रुप्सहरू किनेर अनि त्यहाँको फ्याक्ट्रीहरू सानोतिनो खोलेर यहाँ बस्न पनि सक्नुहुन्छ हजुरले होइन। अब यसको बारेमा म हजुरलाई पुरै बिजनेस प्लानहरू सिकाउँछु होइन, देखाउँछु। अनि त्यसमा चाहिँ हजुरलाई अलिक कुन मनपर्छ अनि अब त्यही गर्दा राम्रो होइन, किनभने हजुर एक्सपिरियन्स भएको मान्छे नेपालमा त्यत्रो काम गरेर आउनुभएको मान्छे होइन, त्यही भएर हजुरसित नलेज छ। यस्तो गरौँ न, अब जस्तो कि अब हुन्छ नि, जस्तो अब नेपालबाट टुरिस्ट भिसामा आएर दुःख पाएर फेरि फर्केको मान्छेहरू पनि हजुर। इभन हामीले देखिरहेको छौँ धेरै मान्छेहरू दुःख पाएर यहाँ ठगिएर फर्केको कन्डिसन छ होइन। होइन डलरबाट हुन्छ नि, कोही अब ल्याइदिन्छु भनेर विश्वास गरेर आएको मान्छेबाट फर्केको कन्डिसन छ। त्यस्तो कन्डिसनमा चाहिँ हामी जस्तो मान्छे मिलेर केही नयाँ गर्न सकिन्छ? यस्तो सकिन्छ, किनभने अब खास पहिला चाहिँ टुरिस्ट भिसामा आउने बेला चाहिँ आफूसित केही होबी छ भने मात्रै आउनुपर्छ। त्यति चाहिँ अर्काको लागि बिजनेसमा आउनु आफूसित आफूले केही काम जानेको छ भने मैले कामको लागि सकिन्छु। भनेपछि तपाईँको 20 वर्ष बिग्यो। हजुर 20 वर्ष होइन तपाईँलाई भेटेर मलाई चाहिँ एउटा हिम्मत आयो भने तपाईँ जस्तो मान्छे दुबईमा 20 वर्ष बिताउनु भयो, तपाईँ खुसी हुनुहुन्छ भने त अब हामी पनि सबै खुसी हुनुपर्छ। मेरो 20 वर्ष फेरि कसरी बितिहाल्छ? म पहिला चाहिँ अलमरामा काम गरेको हेर्नु, साउदीमा हेर्नु 7 वर्ष काम गरेँ। अल साबित आनन्दमा 10 वर्ष काम गरेँ। रयल फ्लेभरमा 5 अनि नेसनलमा 15 20 वर्ष काम गरेँ। उता 17 वर्ष।
पे वर्क गयो त्यही भएर मसित के नलेज छ भने डेरी सम्बन्धी बेभरेज सम्बन्धी अनि त्यहाँको फ्लेभर अनि चक्लेट यो सम्बन्धी मैले जानेको कुराहरू अर्कालाई सेयर गर्न पायो भने मलाई चाहिँ आनन्द हुन्छ किनभने म मरेर जान्छु एक दिन त मरेर गइसकेपछि मेरो नलेज त सब हावामा उडेर जान्छ त्यही भएर जो मान्छेले जुन नेपाली दाजुभाइ दिदीबहिनीहरूले जसले अब सिक्न चाहनुहुन्छ उहाँलाई चाहिँ म फ्रीमा चाहिँ सिकाउन चाहन्छु त्यसको लागि चाहिँ हजुरलाई कहाँ भेट्नु मलाई चाहिँ अब मेरो नम्बर वाट्सएप नम्बर दिनु अब हजुरलाई कतिखेर पुग्छ पुग्छ होइन मेरो चाहिँ हरेक सन्डे चाहिँ अब बिदा हुन्छ त्यो बिदाको दिन चाहिँ मेरो बसाइ चाहिँ सार्दा हो तर म प्रत्येक हप्ता चाहिँ म दुबईमा चाहिँ जता पनि पुगिरहेको हुन्छु वरिष्ठ त दुबईमै हजुर अनि हजुर कहाँ बस्नुहुन्छ म यहाँ सौरभ सौरभजी हामीले चाहिँ एउटा मेरो भाइ छ बासु भन्ने बासु अरे म चाहिँ तपाईँ चाहिँ एउटा सानो हजुर होस्टेल चलायो नेपालबाट आएको कोही पनि हुन्छ नि रुम नपाएर यताउता भौतारिएकोहरूलाई चाहिँ हामीले के गर्छौँ भने तपाईँको 1 महिनाको सकेसम्म समयमै होस् भएन भने पनि 1 महिनाको ठिक छ नि त कमाएर देउला भनेर एउटा चाहिँ होस्टेल चाहिँ हामीले समाजसेवाको हिसाबले चाहिँ चलाइरहेको छौँ एक्जिट 4बाट सिधै अगाडि जाँदाखेरि हाम्रो चाहिँ त्यो होस्टेल छ त्यो होस्टेल होइन किन भन्दा हामीले नेपालमा केही गरेर आएको होइन भाइले पनि नेपालमा केही गरे भएर र मैले पनि नेपालमा केही गरे भएर अनि त्यही एउटा होस्टेल चलाउन त दाइ भन्नु अनि त्यो चाहिँ ल ठिक छ नि त अनि त्यो एउटा होस्टेल चलाएको अनि किन अब हुन्छ नि अब नेपालबाट आएको भर्खर आएको मान्छेहरूसँग पैसा हुँदैन छ नि त कमाएर दिनु होला भनेर त्यो सेवा चाहिँ गर्दा अब त्यो बिजनेस पनि भयो र अर्को कुरा चाहिँ सेवा पनि भयो होइन स्वार्थ त बिजनेसै हुन्छ तर त्यसभित्र सेवा पनि त हुन्छ दुबईमा चाहिँ त्यसले गर्दा हजुरहरूलाई म एउटा रिक्वेस्ट के गर्छु भने एक्जिट 4बाट निक्लिसकेपछि हुन्छ ठ्याक्कै त्यहाँनिर अलिकति अगाडि पुग्दै गर्दाखेरि एउटा पार्किङ आउँछ त्यहाँनिर हामी एउटा सेवाको लागि चाहिँ सधैँ हालेको छौँ कोही पनि दिदीबहिनीहरू दाजुभाइहरू नेपालबाट आउनुभएको बर्दुबईको आसपासमा हुने मान्छेहरूले कोही रुम पाउनु भएको छैन होइन यो हामीले चाहिँ होटेल चलाइरहेको छौँ त्यहाँनिर केही कमी कमी हुँदैन तपाईँसँग भेट्नु धेरै हस् थ्याङ्क यू